बालेन होइन काम बोल्यो 100 दिनमा। कांग्रेस एमालेलाई जरो फुटाउने गरी 100 दिनमा फत्ते गरे 100 काम। बिचौलियाको भागाभाग, नेताको गुप्तवास। सरकारले चाह्यो भने 100 दिनमा के गर्न सक्छ। भिजन र इच्छा शक्ति भएको प्रधानमन्त्री भयो भने कुन स्तरको परिवर्तन ल्याउन सक्छ र हनीमुन पिरियडमा आम नागरिकमा कति आशा जगाउन सक्छ भन्ने कुरा बालेन शाह नेतृत्वको सरकारले प्रमाणित गरिदिएको छ। जो गठन भएको 100 दिन पुग्दै गर्दा पुराना दलहरूले गरेको फोहोर मात्रै सफा गरेको छैन, सुधारका दर्जनौं र देखिने गरी सयौं कामहरू गरेको छ। यो 100 दिनमा बिचौलियाहरूको पत्ता साफ त गर्यो नै। जनताको करबाट नोकरी खाएका तर तिनै जनतालाई नोकर जस्तो व्यवहार गर्दै आएका कर्मचारीहरूलाई समेत तह लगायो। कर्मचारीका ट्रेड युनियन खारेज गर्नेदेखि कामचोर कर्मचारीलाई निलम्बन गर्ने सम्मको कदम बालेन सरकारले चाल्यो। विद्यालय र विश्वविद्यालयलाई राजनैतिक अखडा बनाएका विद्यार्थी संगठनदेखि शिक्षक र प्राध्यापकहरूको संगठनसम्म खारेज गरिदियो। सुकुमवासीका नाममा सरकारी जग्गामा मोज मस्ती गर्ने हुकुमवासी लखेट्नेदेखि भूमिहीनलाई लाल पूर्जा वितरणसम्मको अभियान अघि बढाएको छ। नेताको चाकडी र चाप्लुसी गरेकै भरमा राजनैतिक नियुक्ति खाएका 1594 लाई एकै झमटमा बर्खास्त गरेको बालेन सरकारले 100 दिनकै बीचमा 2062 साल यता सार्वजनिक पदमा बसेर अकुत कमाएका एक कर्मचारी, पदाधिकारी र नेताको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ। कैयौं बिचौलिया, व्यापारी र नेतालाई त कालो धनलाई सेतो बनाएको अभियोगमा पक्राउने गरेर अनुसन्धान थालेको छ। बालेन बोलेनन् भन्नेहरूलाई जवाफ दिने गरी 100 दिनमा उनको काम बोलेको छ। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई हनहनी जरो आउने बनाइदिएको छ। बालेन सरकारले 100 दिनमा के गर्यो हेर्नुहोस् फेरिस्त। नम्बर 1, सुकुमवासी बस्तीबाट हुकुमवासीलाई लखेट्दै भूमिहीन सुकुमवासीलाई लाल पूर्जा वितरण गर्न सुरु। नम्बर 2, अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउने प्रक्रिया तीव्र। नम्बर 3, आयोगले गठन गरेर 2048 साल यताका उच्च पदस्थको सम्पत्ति छानबिन प्रक्रिया सुरु। नम्बर 4, 1594 राजनैतिक नियुक्ति एकै पटक बदर। नम्बर 5, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज। नम्बर 6, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य। सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापित। नम्बर 7, मन्त्रालयको संख्या कटौती, अनावश्यक दरबन्दी पनि कटाइँदै। नम्बर 8, कानून बमोजिम सुविधा पाउने बाहेक